कुरा गरिरहेका थिए, तर उनीहरूको कुरा भने अब यो केटाले गएर यथार्थ सुनाएपछि असफल भएको कुरा थाहा पाएपछि छाँगाबाट खस्नेछन्, किनकि भुन्टी कस्ती मान्छे हुन् भन्ने कुरा यिनीहरूले अहिलेसम्म बुझेका छैनन्। हुन त भूपेन्द्रले बिहे गरेर यत्रो वर्षसँगै बस्दा त बुझेनन् आफ्नी श्रीमतीको कुरा भने बरु बाहिरको मान्छेले केही समय देख्ने बित्तिकै किन बुझ्थे होला र। तर भूपेन्द्रले अझै पनि निकै ठुला ठुला समस्याहरू भोग्नुपर्ने पक्कै छ। आफ्नो दाइले भनेको कुरा खुरुक्क मानिदिएको भए आज यस्तो हुने थिएन, तर डिभोर्स दिनुभन्दा अगाडि सारा सम्पत्ति नदिने सल्लाह अनुसार हो भने मात्र डिभोर्स दिने हुन्, नत्र भने अंश दिएर डिभोर्स दिँदिन भन्ने सोच भएका भूपेन्द्रको भने अन्त्य हुने पक्का भइसकेको छ। जेरी पनि आफ्नो श्रीमान अर्थात् भूपेन्द्रलाई श्रीमान बनाउनका लागि आतुर छिन्, तर भुन्टीले जबसम्म डिभोर्स दिँदिन तबसम्म त्यो सम्भव छैन भन्ने कुरा पनि उसलाई राम्ररी थाहा छ। तर त्यति हुँदा पनि भुन्टीलाई नै नराम्रो सोचिरहने र भुन्टीकै पछि लागिरहने भएकाले होला सायद आज उसको पनि अन्त्य हुने निश्चित भइसकेको छ। र उता भूमिकाले पनि विगतमा गरेका ती नराम्रा कामहरूको परिणाम आज भोग्नु परिरहेको छ। जसरी आफूले जीवनमा भुन्टीलाई दिएका दुःखहरू र आफू नन्द हुँदै गर्दा भुन्टी भाउजू बनेर आउँदै गर्दा खानासम्म नदिएको र बिरामी हुँदासम्म पनि नाटक गर्छेसम्म भनेका ती कुराहरू र भुन्टीको पेटमा भएको बच्चासम्म मार्ने षड्यन्त्र रच्ने आमा छोरीहरूको पनि आज उनीहरूको पनि अन्त्य हुने पक्का भइसकेको छ। भीम र भीमकी आमा भने चौकी अर्थात् जेलभित्र छन् भने यता भूमिकाको पनि हालत त्यस्तै भइरहेको छ। आमालाई फोन गर्छु भन्दै फोन मागिरहेकी थिए, तर फोन दिनुभन्दा अगाडि नै आमाजु दिदीले पानीको बाल्टी घोप्ट्याइदिएर नुहाइदिएपछि बल्ल थाहा पाई र त्यसपछि आफ्नै श्रीमानलाई पछाडिबाट कुट्न खोज्दै गरेको दृश्यले उल्टै आफ्नै श्रीमानबाट पनि भूमिकाले मर्ने गरी कुटे खाए। अझै भूमिकाले निकै दुःखहरू भोग्नुपर्ने भने पक्कै छ, किनकि विगतमा भूमिकाले देखाएका ती हरकतहरूले भने अझै भूमिकाको के हुने हो थाहा छैन। र यता भूपेन्द्रको पनि अन्त्य हुने निश्चित भइसक्यो, तर उता भुन्टी भने आफ्नो मालिकनीसँग निकै खुसी देखिन्छन् र अब सधैँका लागि भूपेन्द्रलाई बिर्सिने सल्लाह मालिकनीलेसम्म पनि अर्थात् म्याडमलेसम्म पनि दिइसकेकी छिन्। अब भुन्टी पक्कै भूपेन्द्रदेखि निकै टाढा पुग्ने छिन्।